तैँले बनाएको छ है मा कसम कस्तो बवाल छ त यार। सो हे गाइस दिस इज कृपेश अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज जुलाई 30 अनि अहिले बस्दैछ बिहानको 5:30। बिहानै उठेँ म अनि बुक पढेँ द आर्ट अफ लेजिनेस नै। अनि अब चाहिँ स्कुल जानको लागि रेडी भइरहेको छु। अनि आमा नास्ता गराइदिँदै हुनुहुन्छ स्कुल आउनुको लागि पनि अनि घरमा खानको लागि पनि। अनि म चाहिँ रेडी हुन्छु अब। अनि दादा चाहिँ गइराख्नु भएको छ अब आफ्नो कलेज। दादा 11 बजे आउनुहुन्छ। म चाहिँ दादा र म आधी घन्टाको फरकमा निस्किन्छौँ घरबाट। अनि दादा 11 बजेतिर घरमा पुगिसक्नुहुन्छ। तर म चाहिँ बेलुकाको 6 बजे 12 घन्टा म स्कुलमा बिताउँछु। हुन त दादाले नि त्यही दिन गुजारेर आउनुभयो, तर म जति बिहान 6 बजे उठेर बेलुका 6 बजेसम्म चाहिँ गर्नु भएन। दादा यहीँ हुनुहुन्छ जानुहुन्थ्यो 6 बजे गएर 6 बजे आउनुहुन्थ्यो अनि 2 बजे 3 बजे आउनुहुन्थ्यो। म 12 घन्टा स्कुलमा बस्छु। सो निस्किन्छ अब ल भाइ। सो अब म पनि एकछिनमा जान्छु, रेडी हुन्छु। अब चाहिँ यो चाहिँ ड्रेस भिजेको थियो तर ड्रेस चाहिँ सुकेको छ अहिले। सो गाइज म स्कुलबाट पुगिसकेँ। अनि बिहान चाहिँ भिडियो गराउनु पाएन मैले। आमा फोन गर्दै हुन्थ्यो घरमा मम्मीलाई। मम्मी चाहिँ अहिले हुनु न घर जानुभएको छ, आउँदै हुनुहुन्छ 18, 19, 20 गतितिर हिँड्नुहुन्छ मम्मी। अनि आमा फोन गर्दै हुनुहुन्छ, त्यसैले मैले बिहानै भिडियो गराउनु पाएन। अनि मलाई स्कुल जानु पनि ढिलो भइरहेको थियो। अनि दादाले पनि मोबाइल कलेज लग्नु भएको थियो अनि मसँग एउटा मात्र मोबाइल थियो। त्यसमा आमा कल गर्दै हुनुहुन्थ्यो। अनि अब स्कुलबाट आएँ अनि अहिले बज्दैछ 5:40-45 जस्तै भइरहेको होला। अनि आमा नास्ता गराउँदै हुनुहुन्छ। भोक लागिरहेछ। बिहान एउटा मात्र रोटी खाएर गएको थिएँ, खान मन थिएन। अनि अब एकछिनमा नास्ता खाएर म गर्छु, ब्लग पोस्ट गर्छु। अनि एकछिन बाहिरतिर जान्छु आज। ब्लग पोस्ट गरेर अनि हामी 3 जना, दादा त्यहाँ हुनुहुन्छ अनि दादा 1 जना त्यहाँ हुनुहुन्छ। अनि म गुहेश्वरी जाँदैछौँ। यतिकै बस्दा अनि उताबाट आउँदाखेरि मासु पनि लिएर आउँछु। सो गाइज हामी चाहिँ उता गुहेश्वरी गएनौँ किनकि हामी यहीँबाट मासु लिएर घर जानु दादाहरू अगाडि हुनुहुन्छ। यहाँबाट सिधै घर गएर जान्छौँ अब हामी। अब यहाँबाट मार्ट जान्छौँ, मार्टबाट पनि घर जान्छौँ। मार्टमा चाहिँ आइस र दुध दिनको लागि बेलुका कोल्ड कफी खानालाई। यहाँ छ हनुमान मन्दिर। सो गाइज आइस लिनको लागि मार्टमा छौँ, तर हामी यहाँ हेर्दैछौँ पर्फ्युम सिद्धेको थियो। सो गाइज मासु ल्याएर अब पकाउनु लाग्यो। दादा यता काट्दै हुनुहुन्छ टमाटर अनि अर्को दादा काट्दै हुनुहुन्छ प्याज। अनि म चाहिँ यत्तिकै बसेछु। भात पाकिसकेको छ। आमाले खाना खाइसक्नु भयो, हामी खाना बाँकी हो। अब एकछिनमा पाक्छ, त्यसपछि हामी खान्छौँ। अहिले चाहिँ म गराउँदैछु अब मासु। त्यसलाई भुटिरहेको छु म। अनि टमाटर यहाँ छ, थोरै प्याज यहाँ छ अनि अरू प्याज यहाँ छ। त्यसपछि यो मसला यहाँ छ। सो गाइज मासु चाहिँ रेडी भयो। देख्दा त मिठो देखिरहेछ, अब खाँदा कस्तो हुन्छ पुऱ्यो। सो अब चाहिँ हामी खाना खानु लाग्यो। दादा हाल्दै हुन्छ अनि यहाँ छु। दादा कस्तो छ? तैँले बनाएको छ है मा कसम कस्तो बवाल छ त यार। धेरै दिन भयो यार मासु नखाएको। भयो गाइस खाना पानी खाएर अब भाँडा पनि धोएँ। खाना पनि मैले पकाएँ, मासु पनि मैले पकाएँ, भाँडा पनि मैले धोएँ। दादाले धुनु भएन, जस्ट भाँडा धोएँ राखिरहेको छु अहिले। खिचिर सो लाइट बन्द गर्ने मैले।
सो अब एकछिनमा होमवर्क गर्छु अनि बाहिर जान्छु आजलाई यति थ्याङ्क्स फर वाचिङ